के हो भविष्यको कर्णधार है देश निर्माण गर्ने थ्रु यु पिपल country will get so many innovative ideas so that country will flourish in a very positive manner. That's why you people are very, very special to our country. You people are such an amazing asset of our country. That's why, okay, Children's Day, his birth anniversary is celebrating as Children's Day. बुझ्दैछु कुरा किन चिल्ड्रन्स डे किनभने अब यो सानो कुरा चाहिँ हामी in this present era we used to celebrate lots of events, lots of occasions, and then after celebration we will post each and every in social medias and all. But last was I was given this fact when I was scrolling down in Facebook, their college student, some press media come and they question about Teachers Day. Teachers Day के हो भने उनीहरूले इभन कलेज स्टुडेन्ट थाहा छैन क्या कोही जन्मेको हुन सक्छ भन्ने खालको के हो मतलब सेलिब्रेसन पुरा हुन्छ अब के हो अहिले पूर्वजीमा तर यस्तो मसिन कुरा चाहिँ थाहा नै हुँदैन क्या त्यसै कारणले आजको दिनको महत्त्वपूर्णता के छ है त्यो चाहिँ तपाईहरुले बुझ्नुपर्छ त्यो चाहिँ तपाईहरुको मनमा राखिराख्नुपर्छ ताकि कुनै दिन है कोही आएर तपाईहरुले सोध्यो भने है चिल्ड्रन्स डे व्हाई चिल्ड्रन्स डे आर सेलिब्रेटिङ भने तपाईहरुले क्वेशन सोध्यो भने चाहिँ that time you people should be able to give answer बुझ्यो यस्तो मसिन कुरा चाहिँ यहाँ चिल्ड्रन्स डे के हो है टिचर्स डे के हो celebration थुप्रो there are so many celebrations है around the year है so at least you should know fact about such celebration बुझ्यो अनि आज चाहिँ के हो आज चाहिँ बाल दिवस है बाल दिवस हो है पण्डित जवाहरलाल नेहरूको है के हो जन्म दिवस हो है यसै कारणले उहाँले तपाईहरु प्रति है तपाईहरु सानो नानीहरु भविष्यको कर्णधार हो देशको तपाईहरुको त्यो देशको गहना हो तपाईहरुद्वारा के हुन्छ देश के हुन्छ विकसित हुन्छ तपाईहरुको है थुप्रो आइडियाज द्वारा नै देश के हुन्छ देश डेभलप भएर जान्छ भनेपछि उहाँको त्यो सोचाइ थियो त्यसै कारणले उहाँको बर्थ एनिभर्सरीलाई चाहिँ एज अ चिल्ड्रन डे मनाइरहेको छ बुझ्दैछ सो म बेसी है लम्ब्याउन अब टेक मच मोर टाइम है